भन्दै मैले आजको भ्लग स्टार्ट गरेँ है त। अनि आइएम रेडी है, आज म रेडी भइसकेको छु। अनि म जानलाई रेडी भइसकेको थिएँ कि जाडै लागिसकेको थियो कि मेरो दिदीले चाहिँ एकछिन बस्छ भनेर अनि म बसेको। अब चाहिँ म जान लाग्यो। दिस इज माई आउटफिट कि अनि त्यही हो। अनि म कहाँ जान्छु भनेपछि म देखाउँछु। हेलो भन् नयाँ बेहुली हाम्रो मन्दिरमा पूजा गर्न जान्छौँ। भिडियो चाहिँ म जान पाउँदैन त्यसैले बाई सबै गइसक्यौँ। अनि यहाँ हेर्नुहोस् महादेव जय शम्भो महादेव हर हर महादेव जय कृष्ण ल अब चाहिँ हामी जान्छौँ। ए डक्टरमा इलेक्सनमा म पनि आछु माथि जाने पठाउ गर्दै हुनुहुन्छ भेनाइ टक्कर लगाएर। अब हामी पाटन जाने यस्तो जग्गा छ। हामीले खाना साना चाहिँ खायौँ होइन, तर खाना चाहिँ खाएको छैनौँ। अब हेरौँ अब चाहिँ पठाएर केही पाटन सुन्नी अर्को के हो कुनै आहा तातो होला। यहाँ चाहिँ कुकुर रहेछ झन्नै मैले खुसेको या मिठो हुँदैन खास। खानको लागि भोक रहेछ 2 बजी रहेछ क्या। आज आइसकेको छ। अब खानलाको ल खान्छौँ ल। कस्तो लाग्छ तँलाई घुमै आज एकदम रमाइलो। उसको टाउको भित्र थियो घुम्दा घुम्दै ठिक भइसक्यो। हामी चाहिँ थराभित्र पुगिसकेको समय त टिकट रहेछ। अब टिकट माई गड हेलो हजुर हस् हेलो भन्दैन मेरो भ्लगलाई देखा राइज करिस्मामा हेर्नु है भाइरल म त आम्मा मलाई ओ माई गड फोटो खिच्यो मेरो आइफोन ठोक्यो। नाइले पर्दैन होइन पर्दैन फोटो खिच्दियो मेरो आइफोनबाट केटाकेटीहरू। वाउ लिफ्ट छ होला है लिफ्ट छ टक्क लगाएर हामी जान्छौँ। अब तपाईँले हेरेर बसेर घरमा सुतेरै हामी यस्तो इनर्जेटिक हुनुपर्छ नि त। बिचरा उसको टाउको दुखी पनि हाम्रो भेनाको ज्वरो आइ पनि हामी घुमिरहेछौँ। बस्छौँ ल बस्यौँ हामी। हाम्रो धरा चाहिँ यस्तो छ है, तपाईँलाई थाहा छ कि छैन। डेन्जर खतरा ओ माई गड। हेलो हेलो अङ्कल हेलो भनिदिनु त सन्चै हुनुहुन्छ। मेरो युट्युब सब्सक्राइब गरिदिनु है। गाइजहरू आजको लागि यति नै। अब चाहिँ हाम्रो ब्लग एन्डिङ गरौँ। हामी चाहिँ धराको गेट बाहिर अब सरी खाना किनेको बिजीमा बाई बाई थ्याङ्क यू फर वाचिङ बाई बाई। चल्ने हरु के अरे के अरे त्यो गीत स्याड मोमेन्ट नजानु मलाई छोडेर oh my god bye bye
Thank